हे भगवान, यो भिडियो एकपटक सबैले हेर्नुस्। प्रचण्डले नेपाली जमिन भारतलाई बुझाउने हस्ताक्षर गरेर भारतबाट हतियार मागेका रहेछन्। जति बेला उनी युद्ध लडिरहेका थिए, 10 वर्ष जनयुद्ध भएको थियो, जुन जनयुद्धले राजा सहितको हिन्दू राज्य अन्त्य भएको थियो। अझ भनौँ देश पुरै खतरामा गएको थियो। अहिलेसम्म जुन देशको यो हालत भइरहेको छ, आज भ्रष्टाचारीहरू जन्मिए, हत्याराहरू जन्मिए, बलात्कारीहरू जन्मिए, चोर जन्मिए, फटा जन्मिए, लुटेरा जन्मिए, अन्याय अत्याचार अपराध राष्ट्रघाती राष्ट्रद्रोहीहरू जन्मिए, सक्षम राम्रा युवाहरू जति सबै खाडी मुलुकतिर पलायन भए। यो सबै अवस्था ल्याउनलाई आफ्नो नेपालको जमिन बेचेर गोप्य सम्झौता गरेर नेपालको जमिन बेच्ने हस्ताक्षर गरेर भारतबाट हतियार मागेर नेपालका सबै त्यति बेलाका सरकार पक्षका सुरक्षाकर्मीहरू, आर्मी, पुलिस, जनमुक्ति सेना अर्थात् आर्मी, पुलिस, जति पनि सशस्त्र प्रहरी बलहरू जे जति थियो सबैलाई मार्नलाई, युवा मार्नलाई, देश जलाएर खरानी बनाउनलाई आफ्नो जमिन बेचेर उनले चाहिँ भारतबाट हतियार मागेको कुरा उनकै पूर्व जनमुक्ति सेना लडाकु अर्थात् माओवादीकै प्रचण्डकै जनमुक्ति सेना लडाकु लहान चौधरीले खोलेका छन्। यो कुरा नेपाली जनताले कहिले पनि यो कुरा सुनेका छैनन्। तर म विगत बाहिर जानुभन्दा अगाडि इन्डियाको बोर्डरमा डोडोगरा चाँदनी नगर मैले खटिमा एरियामा धेरै बसेँ। त्यहाँ उहाँहरूले गोप्य रूपमा एउटा सम्झौता गर्नुभएको रहेछ। तर यसो भन्दाखेरि फेरि नेपाली सेनाले के भन्ला, महाकालीमा हामीले यत्रो ठुलो नेपालको पैसा र सेनाको ठेकापट्टामा हामीले महाकालीमा यत्रो ठुलो पुल बनाएका छौँ हैन, महाकाली ब्यारेजको मुनि डोडोगरा चाँदनी नगरलाई जोड्नको लागि। डोडोगरा चाँदनी नगरलाई कसरी हुन्छ बुझाउने भनेर सिग्नेचर गरेर इन्डियासँग यिनीहरूले तपाईँको हतियारदेखि लिएर सबै कुरा मागेका रहेछन्। यो माओवादी अध्यक्ष प्रचण्डले इन्डियासँग समझदारी गरेको उहरू छ।